एभ्रिवान आज चाहिँ मेरो छोरीले एउटा बनाएको छ म्याङ्गो जुस हो एकदमै राम्रो छ अनि एउटा बनाएको छ लेमन जुस म टेस्ट गर्दैछु दामी छ अनि यो दुइटै मेरो लागि चाहिँ होइन यो एउटा चाहिँ मेरो लागि हो यो चाहिँ मेरो फेभरेट हो म्याङ्गो जुस एकदमै राम्रो कलर पनि अनि टेस्टी पनि छ अनि यो लेमन जुस पनि सायद मेरै लागि हो अब किनभने उसले खाइसकेको छ एकदमै मिठो एकदमै शीतल टेस्टी पनि भयो सो गाइस सिलगढीमा चाहिँ यति ज्यादा गरम भएको छ गरमले अनि गरम चाहिँ यस्तो बेसी चढेको छ नि सिलगढीमा अब हामी चाहिँ गाउँमा बस्ने बानी भएर होला कि एकदमै धेरै टेम्परेचर बढेछ जस्तो लागिरहेको छ आज दिनभरि त झन् बेसी गरम भइरहेको थियो हो अन्त यही गरममै के गर्ने भनेर सोच्दा ठिकै छ अब लेमन जुस पनि म्याङ्गो जुस पनि दुइटै बनाएर खाने भनेको चाहिँ बनाएको खाने मिन्स पिउने है अब तपाईँहरू भन्नुहुन्छ र बोल्नु जानेन भनेर बोल्नु त आउँछ तै पनि अलिअलि बोलेको यो चाहिँ मेरो सानो छोटो मिठो भिडियो हो तपाईँहरूले मन पऱ्यो लाइक गरिदिनुहोस् हस् त यति भन्दै छोटो मिठो भिडियोमा म यहीँनिर बिदा लिन चाहे बाई एभ्रिवान।